हेलो साथीहरू, सबैलाई स्वागत छ मेरो अर्को ब्लगमा। आज पनि फेरि म खाना पकाउन लाग्दैछु। आज के पकाएँ हेरौँ है त। यसको लागि चाहिँ मैले चामल पकालेँ, अनि दाल बसाउनको लागि धनियाँ चाहिँ बारीमा लिन गएँ होइन। हाम्रो चाहिँ कोठेबारीमै धनियाँ छ, अनि धनियाँ चोडेर अनि 2-3टा जति धनियाँ चोडेर छेउमा राखेँ। अनि यसो बैगुन फलेको छ कि छैन, फल्न थाल्यो कि थाल्न भनेर हेरेँ। भर्खर चिचिला लाग्दो रहेछ बैगुन चाहिँ। अनि हाम्रो चाहिँ सिमीमानी मजाले चिचिला लाग्न थाल्यो, सिमीमानी मजाले चिचिला लाग्न थाल्यो रहेछ। अनि लिएर आएर धनियाँ काटेँ, अनि त्यसपछि दाल बसाउनलाई चाहिँ प्याज स्याज हालेर अनि सबै थोक पड्काएर चाहिँ अनि धनियाँ पनि हालिदिएँ, लसुन कुटेको हालिदिएँ। म चाहिँ सबै एकैठामा हालेर चाहिँ अनि बसाउँछु। अनि यतिकैमा मैले चाहिँ खाना पनि बसाइहालेँ। अनि खाना बसाएर चाहिँ म चाहिँ राइस कुकरमा खाना बनाउँछु, किनभने अब बाबु छ नि त, कहिलेकाहीँ भ्याइँदैन, ग्यास स्यास बाल्न बिर्सिन्छ, के हुन्छ नि, कति धेर ताल खाना डढिसक्यो। त्यही भएर म चाहिँ अचेल चाहिँ राइस कुकरमा खाना बनाउने गर्छु होइन। अनि खाना रेडी बनाएर अनि खाना रेडी बनाइसकेर चाहिँ म चाहिँ सब्जीको लागि चाहिँ जरिङ्गोको साग चाहिँ ल्याउनु भएको थियो मम्मीले। हाम्रो चाहिँ बारीमै छ होइन। अनि जरिङ्गोको साग, आज चाहिँ जरिङ्गोको साग र आलु पकाउने भनेर अनि जरिङ्गोको साग चाहिँ केलाउन थालेँ। जरिङ्गोको साग केलाउँदा चाहिँ के अरे निकुरो जसरी केलाउनु पर्दो रहेछ होइन। अनि त्यसरी केलाएर चाहिँ मैले रेडी बनाएँ। अनि त्यसको लागि आलु पनि तासेर रेडी बनाएँ, 4-5वटा जति आलु तासेर रेडी बनाएँ। अनि आलु तासिसकेर फेरि अनि मैले चाहिँ प्याज पनि काटेँ, टमाटर पनि काटेँ, लसुन पनि केलाएँ होइन। अनि सब रेडी गरेँ अनि मात्र अनि म चाहिँ तरकारी पकाउन सुरु गरेँ होइन। अनि यति गरिसकेर चाहिँ मैले चाहिँ मेरो बाबु चाहिँ छेउमै राखिरहेको छु मैले, मानेन भित्र बस्न। र अनि साग पखालेँ, अनि के अरे आलु पनि पखालेर आलु काटेँ, रेडी गरेँ होइन। अनि मेरो बाबु चाहिँ छेउमै छ, मान्दैन नि त भित्र एक्लै बस्न। त्यही भएर अनि सँगै ल्याउँदाखेरि चाहिँ ऊ चाहिँ खुसी हुन्छ क्या, किचनमा भाँडाकुँडा के देखेर। अनि तरकारीको लागि चाहिँ मैले सब रेडी गरेँ यसरी। अनि हामी चाहिँ अब अदुवा चाहिँ किन नहालेको भन्नुहुन्छ होला, लसुन मात्रै हाल्छु प्रायः, किनभने हामी चाहिँ अदुवा खाँदैनौँ, मलाई पनि सन्साउँदैन, मम्मी पनि खानुहुन्न। त्यही भएर हाम्रोमा चाहिँ अदुवा चाहिँ खाँदैनौँ, ल्याउँदैनौँ पनि, हामी रोप्दैनौँ पनि अदुवा चाहिँ होइन। अन्त सब्जीको लागि चाहिँ तेल हालेँ, त्यो तातुन्जेली चाहिँ मैले चाहिँ लसुन कुटेर रेडी बनाएँ तरकारीको लागि। अनि तेल तातिसकेपछि चाहिँ मैले चाहिँ पड्काउने मसला जिरा धनियाँ हालेँ, अनि हालेर प्याज हालेर चाहिँ अनि बेसार पनि म चाहिँ तेलमै फुराउने गर्छु। अनि बेसार पनि हालेँ, एकछिन चलाएँ, अनि आलु हालेर एकछिन भुटेँ होइन। नुन हालेर अनि आलु हालेर एकछिन भुटेँ। अनि भुटेर चाहिँ के अरे अचार बनाउनुको लागि चाहिँ फेरि रुख टमाटर भन्छौँ हाम्रोतिर चाहिँ यसलाई होइन, रुख